सो हेलो एभ्रिबडी वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ हाम्रो यो छोटो मिठो एउटा राइड छ। हामी चाहिँ कहाँ पनौती साइडतिर जाने भने जस्तो लाग्थ्यो। अनि अहिले चाहिँ भर्खरै घरबाट हिँडेँ साखबाट। यो चाहिँ हाम्रो के भन्छ इटाखेल हुँदै जाने बाटो। बाइक अलिक टल्किएको थियो, 4 टेन्सन हुन्छ फेरि। यहाँतिरको चाहिँ अलिकति बाटो बिग्रिएको छ। अनि यताबाट चाहिँ हामी ठ्याक्कै यो के भन्छ ठ्याक्कै तेलकोटमा नरकोट जाने बाटोमा निस्किन्छौँ। यो त बाटो त बनाइरहेको रहेछ। अस्ति लास्ट टाइम बने बेला चाहिँ यस्तो बनाएको थिएन के पनि, ड्रेनेजहरूकै के को यो। अनि हामी चाहिँ कतिजना छ लगभग 1 2 3 4 5 हामी टोटल। अब यताबाट चाहिँ जस जङ्गलसम्म चाहिँ बाटो राम्रै छ। यहाँबाट त पछि छ। हामी चाहिँ मन्दिर हुँदै जाने हो। नआएको पनि धेरै भइसक्यो। पहिला चाहिँ आइरहेको थियो होइन, अब नआएको नि धेरै भइसक्यो। घरबाट निस्के पनि यताको यो बाटो सब पिच भएर चट्ट लगाएर बिचमा यल्लो लाइनिङहरू भयो भए कस्तो दामी देख्यो है यो ठाउँ। अलिकति बाटो ढोका थियो, नत्र भए एरिया त राम्रो छ क्या यो। ल अब यो चाहिँ हाम्रो चोक भयो। यताबाट माथिबाट चाहिँ यताबाट जानुभयो भने चाहिँ हजुर नरकोट पुग्नुहुन्छ। अनि त्यही हो, अब हामी चाहिँ यो बाटोबाट लाग्छौँ। अलिक बम छ यता पनि। आम्मामा कस्तो पड्किने छ त बाइक त। आम्मामामामा आम्मामा यहाँतिर नि राइड त धेरै हुने रहेछ मान्छेहरू। बाटो थाहा छैन आफूलाई। अब चाहिँ हामी फाइनली बनेपा पुग्यो। अनि खै कहाँ हो यस्तो त, म त अहिलेसम्म गएको छैन यताबाट। यतै पुग्न लगभग 1:30 बज्यो। कस्तो आएको पनि जस्तो लागिरहेको छ यो ठाउँ, आएको पनि छैन जस्तो लागिरहेको छ। लास्ट कन्फ्युजन भइरहेको छ यता चाहिँ। ए पन्ध्र जाने बाटोमा जोड्ने रहेछ नि त। ओहो यता नि यस्तो बाटो।
टिप्पोले त यहाँ अगाडि गएर पुरै हर्न बजाउँदै साथै जाने यार त ए यो चाहिँ पनौती पुग्यो ल त्यसरी बाटोमा चाहिँ बस्नु नहुने अरे नि त अब तर हुन त हुँदैन नि त्यस्तो बाटोमा बस्न अदर साइडबाट पनि दिनु पऱ्यो ल वेलकम टु पनौती धेरै समयपछि आयो यार पनौती पनि यता चाहिँ आएको छैन हौ म त फेरि छैन छैन यो मेरो फर्स्ट टाइम हो पनौतीको यो साइडमा अब हामी चाहिँ अब खै कहाँ हो चाहिँ जाने कुरा भएको छ भाइरल त सुन्यो हो के हो त्यहाँबाट चाहिँ थाहा भएन त्यही जग्गाबाट थाहा हुन्छ के चाहिँ रहेछ भाइरल भन्ने चाहिँ यहाँको बेला चाहिँ बेलुका बेलुकातिर हिँडेको चाहिँ एकचोटि याद छ बिहान कहाँ हो यहीँ हो बिहान यहीँ चियासा खाएर गएको त्यो पनि याद छ तर अरू त खासै याद चाहिँ भएन ए यो बाटो पो यो त खोला साइडतिर जाने बाटो जस्तो लाग्थ्यो तर पनौती यो ठाउँ चाहिँ भित्रको यो ठाउँ चाहिँ लास्ट हाम्रो छ क्या उफ शीतल ठाउँलाई यार यो चाहिँ गर्मीमा बेस्ट हुने रहेछ ठाउँ चाहिँ यता चट्ट निलो खोला भएको भए बग्या भए कस्तो दामी देख्थ्यो क्या यो ठाउँ पनि ओए दामी रहेछ यो ठाउँ त फर्स्ट टाइम लभली ठाउँ यार म त कहाँ नै आएको जस्तो लागिरहेको छ मलाई त फर्स्ट टाइम आएर होला यो बाटो है अलिकति हुन्छ नि यो हाइवेतिरको भित्रभित्रको ठाउँहरू हुन्छ नि त्यस्तै ठाउँमा पुगे जस्तो लागिरहेको छ
के हामीले बच्चामा के भन्छ ड्रइङ गर्ने घर जस्तै क्या सेम आम्मामा यार ठाउँ त अति गुड रहेछ ठाउँ चाहिँ अति दामी लाग्यो यार मलाई यो ठाउँ चाहिँ फर्स्ट टाइमै गएर कति थिएँ भने यस्तो ठाउँमा हो क्या बिहान बिहान मर्निङ वाक आउन त रमाइलो हुने भने चाहिँ One eternity later. बल्ल गोप्रोले रेकर्ड गर्यो अहिले रेकर्डिङमै रहेछ थाहा नै पाएन क्या ब्याट्री नै सबै सक्यो अनि फर्किने बेला रेकर्डै गर्न पाएन सो यस अहिले चाहिँ हामी फर्केर अहिले लगभग 9 बजेर 11 मिनट गइसकेछ चाँडै फर्किने भन्दा भन्दा ढिला भयो हामी चाहिँ त्यहाँ पनौतीमा थियो अहिलेसम्म होइन अनि पनौतीबाट निस्किएर चाहिँ यता पाटनमा आयो एकछिन देउताले नि दर्शन गर्यो अनि त्यहाँबाट चाहिँ अब हामी घर फर्किरहेको छौँ आज घर पनि ढिला हुन्छ यो भाइजले नै दुःख दिन्छ फेरि हामी चाहिँ पेप्सी कोलाबाट जाने प्लान थियो भर्खर ठाउँको ठाउँ बानेश्वरबाट जाने प्लान बनाएको छ हामी चाहिँ फाइनली थली पुगेको छौँ बल्ल बल्ल घर पुगे जस्तै फिलिङ्स आयो अब चाहिँ कस्तो गियर मिस भयो खरे आखिर केही देख्दैन के गर्नु गाह्रो छ भने यो भाइजरको चाहिँ काम तमाम गर्नुपर्ने बेला भइसक्यो
आजको भ्लग त एन्ड गर्न बिर्सेँ सो यहाँ धेरै पछि भ्लग बनाएँ आज खासै कन्टेन्ट केही पनि भएन सो यति समय भयो भने प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला अब यति भन्दै आजको भिडियो चाहिँ क्लोज गरिदिउँ ल अब आजको भिडियो यतिकै राख्दिउँ अब अर्को पालि कन्टिन्यू गरौँ न